टिटिकेको चिकन हामी सेकेन्ड ठिक छ नेड आयो अब स्काइलाई नेड गयो ए रुमको एउटा स्पिड रहेछ जोनै छैन अब अनि टिटिकल ठाउँ लिइसक्यो होइन त्यही त सबैले बिसाको ओइ ओइ हिल प्लीज नो फियर हिल प्लीज नेड आयो नो फियर नाइ यार नेडले नमरे भाइ सही हान्थ्यो अरे भाइले 100 हान्दिन्थ्यो यार उताबाट अर्कोलाई पनि ओइ स्काई ओइ स्काई अति छ स्प्रे त्यहाँ दुईटै फिनिस हान्यो नो फियरलाई उठाउ त टु हुन्छ क्या नाइ यार भ्याउँथ्यो नि अब अहिले के भयो भन्दाखेरि टिटिकेले हाम्रो पोइन्ट हिजोसम्म बराबर थियो टिटिकेले चिकन हान्थ्यो हामीले यहाँ सुरुमै 0 पोइन्टमा मरेको भए टिटिकेले 20 पोइन्टको ग्याप हान्थ्यो अहिले हामीलाई होइन त रश्मे तर उनीहरूले 20 हान्दा हामीले 19 हान्थ्यो नि त फरकै परेन क्या फरक परेन त्यो हुन्छ क्या सँगै राम्रो खेल्यो भने फरक पर्दैन ओहो ओभरअलमा त अनि ग्याप बनाउन थालिसक्यो अझै अब फेरि यस्तै खालको नेपाली टिमले हान्नुपर्छ कि डिआरएस 11 पोइन्टले पछि छ 40 सँग हामीसँग 20 को यार लबीभरि जिग्ले मुजिले मौतका कुवा जस्तो चिक्ने गाडी घुमाएको घुमाइ मात्र छ 1 घण्टा भयो टिटुके त हामीलाई नै आयो यार क्रिप्टोले नखानु है हुँदैफालाई यिनीहरूलाई त वाइ भने बरु हाम्रो चोलमा मऱ्यो नि मरोस् क्या नेपालीहरू भान हो दाइ फर्स्टमा आइहाल्यो नि अब त यस पछाडि त 125 बनाइसक्यो 13 किल अरे अब के गरी यहाँ हाम्रो र होरा र टिटुके जुत्यो भने मुजी यो 40 चढिहाल्छ क्या माथि बम 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 जस्तो छ दाइ इग्नियसलाई निकाल्दियो स्काईले अब त आइहाल्यो नि अब त पर्छ 100% अब त आउँदै छैन इग्नियस फिनिस स्काई टिटुकेलाई फाइदा भयो क्या 40 लाई हामी जुत्नु हुँदैन के जिरोमा बचाइदियो यार रुल्सले हट यार जिपी भाइ फोर्टीलाई चाहिँ सकाउन पहिला तल झरेन त्यही भनेको पहिला 40 तिर चाहिँ गएर ल्याम दिएको भए हुन्थ्यो यार अनि जुदाउ न बरु 40 लाई पहिला सकाऊ भाइ फुटे गवार लुट्यो भन्थे र यस्तै हुन्छ त्यो मुजीले कन्ट्रो देखाएर हक्दैछ कि के गर्दैछ बल्ल हातो मार्न पनि हेर्नु न बन्दुलाई कस्तो देखि गर्दैन न हानेको यार ए आइएटलाई पर्यो नि जोन त लभली ओइ नाइस फिनिस हान बन्द फियरलेस नक क्रिप्टो पछाडि आइसकेछ क्रिप्टोले फ्ल्याङ्क हानिसक्यो भाइ उठ्छ किल उठ्छ उठ ल स्लिपीको राम्रो छ क्या स्प्रेहरू स्लिपी बवाल यार नट आउट हुन्छ क्या यस्तो लङ रेन्जहरू किल उठाउने त स्लिपी भाइले ओभर उठाउँछ भाइ सपोर्ट प्लेयर चाहिँ लभली छ क्या स्लिपीको पछाडिबाट कभर दिने सपोर्ट दिने चाहिँ अति बवाल छ मरेन है यिनीहरू बचाएछ नि भाइ
देखेको त मैले भन्छु नि कृषि हानु यार अहिले पनि त्यो किल पनि उड्छ यार भाइ नो फेरि यहाँ एक्लै गइरहेछ सुतेर ला अहिले आइक्यूले अब नेट हान्ने भयो नि भाइ ठाउँमै हान्ने भयो ढुङ्गामै हान्छ क्या ओए लास्ट प्लेयर ला यार भाइ यार ऊ नो फेरिले हान्ने आइक्यूलाई उतै फिनिस सब फिनिस ओइ दाइ फेयरलेसले क्रिप्टोलाई फेयरलेस पनि मर्यो रुल्स एक्लै स्काइले आइरनलाई ला नो फेयर न केटु र नबली केटु नो फेयर नक भएको चिकन छ त 1v1 त हो 3v1v1 चिकन चिकन आयो दाइ आयो आयो चिकन आयो ओए फलकसँग जिगल त 1v1 गयो त ला मुजी किल चोर देऊ जिगल भाइ छिटो हान्नुपर्छ नि लानो ला ठिक छ त टिटुकेले प्लेसमेन्ट पोइन्ट पायो नि त थाहा पायो यहीँ फाइट पर्दैछ भन्ने थाहा पायो दाइ आउँछ केटा दुईटै किल हामीले ल्याउनु पर्छ क्या 1v1 हो नाइस स्काई नाइस इजी दुईटै किल हाम्रो आउनु मर्छ हौ दाइ यो जलेर मर्छ जस्तो लाग्यो पन्धु किल दिन्छै दिँदैन खै दिन्छ पन्दुले त पन्दुले त किल दिनुपर्ने जोन छ खै दिन्छै दिँदैन 58 वटा त सामु पन्दुसँग मली रहेछ क्या फेरि एउटा हेर न जल्नलाई मलिछ ल नेट हान्न आँट्यो थर्ड पार्टीमा हान्लास 1v4 म्याच चिकन तर रणमतीको छोरो अफिसियलमा फेरि केटाहरू सिस्टमेटिक वेमा आउँछन् नि फेरि भित्र हान्न पुस पनि होइन हौ जिगल भाइ एक लट त नक हुनै पर्यो नि भाइ जिगल भाइ एकचोटि नक भन्दा त जिगलै रगेन नि भाइ 200 पोइन्ट सोचेको छु 10 किल ओ माई गड क्रेजी हान्दैछ त यार यिनीहरूले त भाइ सबलाई हान्दै हिँड्दैछ त हौ ल यार कस्तो पागल खेलेको यो फोर्टीले त हाम्रो 11 किल अरे कसैले एउटा नक हान्न सकेको छैन हौ चेन पनि एक्लै छ त्यो पनि आएको थियो रविदारको 22 किल बनाऊ 12 किल बनायो थेट त्यस्तो पनि हुन्छ लबी यार रणमतीहरू कसैले रोक्दैन अनि हान्दै जाँदैछ हौ ल भाइ चोर नि किल चोर त लास्टले पनि नक भयो नक फिनिस हान्छ किल उठाइदियो नि यो एलएफले हान्छ होला हौ ओ थर्डसम्म त भइएछ त किल त 1 किल छ नि के को लेभलको हुनु सेकेन्डसम्म नि आउन पाइन्थ्यो नि भन्ने हो यो पुलाहरूले फेरि हेर्नु हिट हेर्देको छ ओइ के गरेको जिगले झन्टै गाह्रो सकाइदियो 5 किल स्काई लभली लेट मेरो भाइ म्याच सिक्ने म्याच सिक्ने ठिक छ जीजी ओ टिटो फोको नेटले पड्किनु अरे म्याच सिक्ने फेरि किल त उठाए मुझे रिफ्लेक्स के हो कुल भयो अरे म्याच सिक्न हेर आम्बो है यिनीहरू खुसी भएका बन्धुहरू अनि यो मुझेहरूले भोलि म्याच सिक्ने आएर बन्धुहरूले नहान्ला भन्ने मुझे कहाँ लेखेको छ हामीलाई भोटिलाई त जिताउनै छ यिनीहरूले रमा गए तल
फैजललाई मुझे इजी मार्दै त 4v3 होस् बरु यो फैजलले फेरि यता कम निकाल्दियो भने अर्को तनाव हुन्छ ए खायो अब अम्म हेर त्यहाँ ताली पड्काका थुक्क म्याच सिक्ने बन्धु म्याच सिक्ने सुतेर हान्न नि सक्दैन म्याच सिक्ने त्यति पनि थुक्क मुजी गु खामा म्याच सिकेर त्यसले त मुजी त्यस्तो हान्दैन हौ सुतेर नाडले रिफ्लेक्स पो भेट्यो बाचोस् का आज यहाँ त्यो सक्यो नेट हान न केटाहरू छैन नेट गने मुजी M4 एन रहेछ क्या भाइ त लाडा जस्तो गर्ने रहेछ अनि घर 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 गर्ने नेट हान न छैन नेट छैन त रहेछ अपर ह्यान्ड छ हौ सिएफएलले अपर ह्यान्ड छ पुरै अपर ह्यान्ड छ यिनीहरूलाई त ओ यस्तो भन् बिग्रिन्छ नि त स्लिपी नाइ ल तिमी चाहिँ नाइ ल स्लिपी मेरो भाइ चढायो क्या म्याच सिकन यार चिकन गेम मिस भयो यार ओभर भयो क्या स्काईको हल्का ओभर भयो क्या यार मिस भयो क्या यार चिकन गेम मिस भयो के यार म्याच सिक्ने सबले हेरेर आऊ रुललाई सब जिगलसँग एमै छैन हौ टी-सर्ट आयो मात्र छ त्यही भएर का